यति बेला नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल कालीकोटमा हुनुहुन्छ। विशेष गरी कर्णाली प्रदेशको समग्र पूर्वाधारको विकासको वर्तमान अवस्था के छ भन्ने बारेमा स्थलगत अनुगमन उहाँ कर्णालीमा निस्किनु भएको। आज बिहानै कालीकोटमा उहाँले चाहिँ कालीकोटको पूर्वाधारको अवस्था बारेमा अनुगमन गरिरहनु भएको छ। विशेष गरी कर्णाली राजमार्ग र कर्णाली करिडोरको भौतिक पूर्वाधारको अवस्था अनुगमन गर्नका लागि उहाँ सुर्खेत, दैलेख, कालीकोट, मुगु, जुम्ला हुँदै हुम्लासम्म जाने कार्यक्रम रहेको छ। उहाँसँगै सुर्खेत क्षेत्र नम्बर 2 बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश कुमार सापकोटा र प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुशान्त वैद्य पनि सहभागी हुनुहुन्छ भने सडक तथा पूर्वाधारसँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूको पनि सहभागिता रहेको छ। त्यो हाइवे पो यो माथिको यो बजारको हामी थाहा भइसकेपछि हामी छिटी लेखेको 2-3 चोटि यो त्यही पनि जबरजस्ती बनायो हाइवे जस्तो लेखेको हामी